सो हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ एकदमै मलाई मोमो खान मन लागेको थियो र म चाहिँ आज मोमो खानको लागि रेडी गर्दैछु होइन। अनि यहाँ चाहिँ मेरो भाइहरू सबैजनाले मलाई हेल्प गरिरहनु भएको छ। कसैले बन्दा काट्ने, कसैले प्याज काटिदिने है। अब मैदा चाहिँ आफै मुस्नुपर्छ जस्तो छ। सो अब आज चाहिँ हामी सबैजना मिलेर बिदा भएको बेलामा मोमो खाइदिउँ न त, आज रमाइलो गरिदिउँ भनेर चाहिँ। अनि यहाँ सबैले दिदी म गर्छु नि म गर्छु भन्छ क्या। फेरि मेरो भाइहरू लास्टै संस्कारी है, फेरि मैदा पनि मुस्न दिएन मेरो भाइ राजाहरूले। दिदी तपाईँ हजुर यत्तिकै बस्नुहोस् म गर्छु, हजुर सिप भनिदिनुहोस् न भन्दै उनीहरूले मलाई हराए। फेरि उसलाई चाहिँ अर्को साथीले जिस्काइरहेको छ क्या। ऊ चाहिँ मलाई दिदी मेरो भिडियो नगर्नु न, उता साथीको गर्नु न भन्यो है। तर मैले चाहिँ उसकै गरिराखेको थिएँ। अनि जस रमाइलो भयो नि। हेर्नु न, मैले बिचको चाहिँ क्लिक गर्न पाइनँ। यो चाहिँ अन्तिमको हो होइन। हामीले चाहिँ मोमो यसरी रेडी गरेर सबैजना वरिपरि बसेर चाहिँ खायौँ, इन्जोय गऱ्यौँ। यो चाहिँ 3टा भाँडाको राम यत्रो मोमो खायो भने त खायौँ है गाई।